फाइनली गाइज हैन हामी अब हैन भकुण्डे भ्यू टावर मा आइपुगेछौ त्यहाँ। हेलो गाइज, हेलो। हामी अब हैन आज बागलुङको हैन टावरल्यान्ड भन्ने ठाउँमा हैन गइरहेछौ घुम्नको लागि। टावरल्यान्ड भन्ने ठाउँ छ त्यहाँ हैन। हेर्नु हामी अब हैन तलबाट हैन माथि आइरहेछौ अनि माथिबाट हैन त्यहाँ टावरल्यान्डसम्म जाने। हामी हामीलाई हेर्नु तपाईको मान्छेलाई कति थकावट हुन्छ के गाउँ पहाड चढ्नलाई धेरै गाह्रो हुन्छ के। हाम्रो साथीहरु हैन यहाँ त्यहाँ अगाडि गइसकेछ, यहाँ हेर्न सक्नुहुन्छ। अब यहाँ गइसकेछ। म नै पछाडि छु। एकजना साथी छ त्यहाँ तल एकजना छ त्यो पहाडकै साथी। त्यसलाई त गाह्रो लाग्दैन दोस्त। गाइस यहाँबाट हैन ठ्याक्कै यहाँबाट हैन माछा कुन हिमाल हो दोस्त? त्यो हैन हिमाल हेराइरहेछ हैन हामीलाई। यो हाम्रो हैन बलेवा नारायण स्थान ठाउँबाट हैन ठ्याक्कै त्यो हिमाल हैन हाम्रो धौलागिरी हिमाल छ। हामीलाई याद आयो धौलागिरी हिमाल हैन हेराइरहेछ हो। ल गाइज एकजना हाम्रो साथी छ नि यो विराज गाइज हेर्नु हैन हामी अब हैन टावरल्यान्डको हैन नजिक आइसकेछौँ। यहाँ हेर्नु त पहाडको भ्यूहरु कस्तो छ हेर्नु त। यहाँ यत्रो तलबाट हैन त्यो पहाड देखाइरहेछ नि त्यहाँबाट हामी आएछौँ। हो कति राम्रो भ्यू है। यहाँ पहाडको हैन घरहरु हेर्नु त कति राम्रो घर। यहाँबाट हेर्नु त यो हाम्रो साथीहरु हैन माथि गइरहेछ हो। हेर्नु त यहाँ पहाड चढ्नुपर्छ तपाईको मान्छेलाई धेरै नै उप्ठ्यारो हुन्छ कि। अब बाटो हैन नयाँ यताबाट आइसकेछ। हाम्रो एकजना आन्टी हुनुहुन्छ नि त्यसले हामीलाई हैन धेरै नै सहयोग गरिरहेछ। हामी अब हैन टावरल्यान्ड नि अब थोरै समयमा हैन पुग्नेवाला छ के। यहाँबाट हेर्नु त कुस्मा हाम्रो कुस्मा छ त्यही ठाउँ। अनि उता पहाड हेर्नु यहाँको हिमाल देखियो कस्तो राम्रो हिमाल देखियो। माथा पक्ष हो के कहाँबाट आउनु हो? हामी अब हैन सिटीबिटीबाट आन्टी। यो हाम्रो साथी राजदेव हो जसले तपाईहरुलाई भिडियो सबै देखाइदै हुनुहुन्थ्यो। मसँग भेट्नुस्। यो नै हो के यो मान्छे चाहिँ गोरु चिक्नु भएको मान्छे नै गोरु राजदेव। अब यहाँबाट हैन बाटो अब यहाँबाट बाटो छुटिन्छ सायद। हाम्रो धेरै तनाव हो कि आउनमा यता। यहाँको मान्छेहरु कस्तो बस्छन् यार धेरै हिँड्ने अप्ठ्यारो हुन्छ। ल रस यहाँ हेर्नु कति माथि हैन हामी अब गइरहेछ। यो साथीहरु हैन क्यामेरामा आइरहेछ। हेर्नु त लोकेसन कस्तो बवाल हो कि हाम्रो नेपालको। अब एउटा नयाँ पहाड हैन आयो, फेरि एउटा नयाँ घर पनि आयो। हामी अब हैन सर्टकट गइरहेछौँ मोबाइल। यहाँ हेर्नु यो विद्यालय हो। अब हामीहरु पैपटादेखि स्वास्थ्य चौकी हुँदै जाने। है पहाडको डाँडा काँडा हेर्नु माया आएछु हामी पहाडमा। यस्तो ठाउँमा हिँडेर तराईको मान्छे आएको छ। गाइज हैन अब हैन हामी टावरल्यान्डको तल छौँ के। अब थोरै समयमा हैन पुग्नेवाला छ। यो हाम्रो साथीहरु हेर्नु त कति फुर्तिलो हो के पहाडमा चढ्नमा। यिनीहरुको गाउँघर नै यतै हो। यिनीहरुलाई त मजा आउँछ है मजा। हामीलाई त के गाह्रो छ यार, गाह्रो छ जिन्दगी। ए बेमान पार्टनर ल हेर्नु त गाइज हैन त्यो तल छ नि तलबाट हामी अब आएको हैन त्यो कुस्माको नजिकबाट। अहिले हामी कहाँ पुग्यो हेर्नु टावरल्यान्डसम्म हैन पुगिसक्यो। त्यहाँ मन्दिर पनि छ। अब थोरै समय लाग्छ कि हाम्रो साथी गइसकेको छ। त्यहाँ हेर्नु त माछा पुछेरै हैन हिमाल पनि हेरिरहेछ। माछा पुछे त्यो टल्किरहेको हो। हामीले यहाँ हाम्रो दाजु हैन थकाइ पर्यो त्यहाँ बस्नु भइरहेछ। साथीहरु यो ठाउँ भनेको हामीले आएको बिपाटे हो के।
यो हेर्नुस् उता अलि थोरै देखिराखेको थियो धौलागिरी हिमाल अनि यता आउँदा 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 फेरि सेतो सेतो देख्ने ठाउँ चाहिँ हाम्रो कुस्माको नजिकबाट चाहिँ लामपुच्छ्रे हिमाल होला यहाँबाट त यहाँ माछा पुच्छ्रे भन्छ नि माछा पुच्छ्रे त्यही हो माछाको पुच्छर जस्तो भएको हिमाल भनेको त्यही हो क्या अनि त्यो तल कुस्माहरू देखिन्छ जहाँबाट हामी आएको हो अनि त्यो पुरै माथिले अब हेर्नु अब हामी माथि जाने हो यसो त्यो टावर निर्वाहकले गएर त्यो एक दुईटा फोटो तानौँ अनि त्यसपछि फेरि अगाडि हिँड्ने हो हाम्रो गन्तव्य भनेको कहिलेसम्म पुग्यो होइन अहिले हामी बाटोमा छौँ ब्लग दिन्छु क्या आज होइन तपाईँहरूले नहेरेको ठाउँलाई होइन मैले देखाउने हो यहाँ हाम्रो एकवाल दाइ हो कि एकवाल दाइ त्यो त एक के हो अनि त्यो हाम्रो बिराजु हाम्रो पार्टनर त्यो पार्टनर हाम्रो हो अब म क्यामेरा बन्द गर्न गइरहेको छु किनभने हामीसँग बढी मेमोरी छैन अब बढी कति गर्ने बस ल गाइज होइन हामी अब होइन टावर ल्यान्डको तल छौँ क्या थोरै नजिकको त्यहाँ अब होइन टावर ल्यान्ड आइसकेको छ यहाँ मन्दिर पनि छ अब यो छ कि छैन हामीलाई थाहा छैन यहाँ होइन टुरिस्टहरू छ यो हाम्रो साथी हो कि हाम्रो रुममेट यहाँ हेर्नु त पहाडको घर होइन कति राम्रो हो कि सफा स्वस्थ अनि अगाडि होइन नल अनि तैँले आइरहेको छैन तर बबाल भ्यू हो कि हेर्नु त कस्तो राम्रो भ्यू यहाँ हाम्रो साथी होइन अगाडि गयो कि आफ्नो भिडियो लिनु आउनुको लागि अगाडि गयो क्या हामी अब होइन बाटो नै भुलाइसकेको थियो अब बाटो नै भुलाइसक्यो अनि साथीलाई कल गर्दाखेरि होइन यताबाट आउनुको लागि भन्यो म हेरिदिन्छु है तपाईँहरूलाई सुन्तलाको बोट है यहाँ हेर्नु कस्तो राम्रो गल्ली हो कि अनि अब होइन मुसुवापाटी आइसकेको छ पैयुपट्टा मुसुवाबारी बागलुङ नगरपालिकाको पैयुपट्टा मुसुवाबारी हेर्नु त कस्तो राम्रो भ्यू हो क्या पहाडको भ्यू हेर्नुमा यति राम्रो लाग्छ कि बखानै गर्न सक्दैन क्या हामीहरू हाम्रो देशमा होइन यस्तो यस्तो भ्यू छ तर होइन बाहिर होइन ब्लग बनाउन जान्छ साथीहरू टुर गर्नु होइन यति माथि होइन माथि हामीलाई चढ्नु छ क्या दोस्त हेर्नु त कति माथि छ क्या हामी अब यहाँ तलबाट यति टाढाबाट आएको हामी हो यहाँ होइन माथि जानु छ कि अहिले म तपाईँलाई बाटो हेराउँदैछु यहाँ जानु त कस्तो छ ओ माई गॉड म तँलाई होइन पाइरहेको छु ओ माई गॉड हेर्नु त कस्तो बाटो हो के पहाडको बाटो ओ माई गॉड कति टाढा छ त्यो ठाउँ जुन ठाउँमा हामी पुग्नेवाला छौँ गाइज होइन भिडियो गर्दा होइन हामी अब आज फोटो एउटा पनि लिएको छैन यहाँ हेर्नु मेरो साथी होइन फोटो लिएर आएको छ गाइज है हामी अबको होइन हेर्नु त कति टाढा छ क्या हामी अबको नि 2 घन्टासम्म हिँडेर आएको अहिले कति टाइम लाग्छ थाहै छैन होइन आउनु हाम्रो साथी होइन हेर्नु त यहाँ माथिसम्म होइन माथिसम्म कति लामो बाटो छ क्या हिँड्दा होइन हामी अबको के भन्नै सक्दैन कस्तो अप्ठ्यारो भइरहेको छ होइन हाम्रो सबैलाई न यहाँ हेर्नु क्या हाम्रो साथीहरू होइन आइरहेको छ एकजना होइन दाइ हाम्रो होइन तेरे बिन हम ना लेंगे एक भी दम तुझे कितना जाने लगे हम तेरे बिन अब ना लेंगे एक भी दम तुझे कितना जाने लगे हम तेरे बिन अब न लेंगे एक भी दम तुम्हें कितना चाहे और हम तेरे साथ हो जाएगा खत्म हेलो गाइज हामी अब होइन अब के अरे भ्यू टावरमा होइन पुग्नेवाला छ थोरै त्यहाँ होइन थोरै देरमा हामी पुगिसक्ने हुनु अब पुग्नेवाला अब हेर्नु त कति टाढा आइसक्यो तेरे बिना
हेर्नु गाइज कति माथि होइन हामी अब आइसक्यो यहाँबाट टलक्क होइन धौलागिरी हिमाल हेरिन्छ होइन यहाँ हेर्नु त भ्यू कति राम्रो भ्यू हो के अब होइन भ्यू टावर होइन अब हामी होइन अब कता जाने माथि जाने कि तल जाने ल है गाइज होइन भ्यू टावर होइन आउनेवाला छ है हाम्रो होइन 10 मिनटमा होइन 10 मिनटमा आउनेवाला छ है भ्यू टावर यो चाहिँ धेरै चाहिँ घना जङ्गल हो यो जङ्गल हेर्नु त कस्तो जङ्गल हो के यहाँ जङ्गली जनावरको पनि डर छ के हेर्नु त यहाँ कस्तो जङ्गल हो के यो अब होइन 10 मिनट बाँकी छ के भ्यू टावर हेर्नुको लागि यो हेर्नुहोस् त सबैजना कति यार यो घना जङ्गल हो के यो घना जङ्गलमा कुनै जङ्गली जनावर भयो नि हामीलाई के हुन्छ यार हेर्नुहोस् त हेर्नु त कस्तो यार आ ओइ कस्तो थाकिसक्यो हामी बाँकी छ के 10 आफ्टर 10 minutes we are see the view tower and also you are also see it okay अब 10 मिनट बाँकी छ 10 मिनट आऊ ल गर्दै त हाई गर्दै त मेरो साथीहरुलाई हेर त कस्तो जङ्गल हो यार यहाँ हेर त सुन्तरा गाछ छ यहाँ यार अब आउने वाला हो भ्यू टावर गाइस भ्यू टावर की के भन्छ हो दोस्त भ्यू टावर है देखते हो अमित ओ अमित भाई गाइस हेर त कस्तो जङ्गल हो के ओको देख ओ विराज हाई गर्दो हो ओ जङ्गलमा हाई भाइ हो भ्यू टावर आयो भ्यू टावर आयो विराज ओ भ्यू टावर आयो ओ आयो भ्यू टावर ओ पुछु आइसक्यो भ्यू टावर आइसक्यो है त्यो भ्यू टावर आइसक्यो के हामी अब जुन ठाउँमा आउने वाला थियो नि त्यो ठाउँमा आइसक्यो बुझ्नु पारा यस्तै हो ओ तोरी ब्यान्ड लगायो आउने वाला हो बुझ्नु अब है गाइज अब भ्यू टावरमा होइन हामी अब आइपुगेछौँ यहाँ हेर्नु है नजिकै छ यो हो के हामी अब होइन धेरै टाढाबाट आयो बल्ल नलाग्ने स्थानबाट त्यति टाढाबाट होइन भ्यू टावर हेर्नुको लागि आयो ल आइसक्यो हामी अब जाने कताबाट ओ माइको ढिया ढोका त लक छ यार ढोका लक छ कसरी जाने यताबाट जाने बाटो हेर्नुको लागि आएको थियो होइन देवी बाओ फाइनली गाइज होइन हामी अब होइन भकुण्डे भ्यू टावरमा आइपुगेछौँ त्यहाँ हामीले बोर्ड हेर्न सक्नुहुन्छ बागलुङ जेसिज त्यो के छ अरे 2018 मा निर्माणित भएछ यस्तै ल्याउनु के हो अब हामी अब होइन गेटतिर जान लाग्यो आइपुग्यो अनि यो एउटा गेटमा त तला हाने थियो तर अब होइन यो गेटमा आइपुगेछौँ अब फाइनली गेटमा आइपुगेछौँ अब रोक्दिनु दाइ त्यसमा फाइनली गाइज हामी भकुण्डे भ्यू टावरको छतमाथि छौँ यहाँबाट हेर्न सक्नुहुनेछ यहाँबाट चारैतिरको भ्यू हेर्न सकिन्छ टल्कियो सूर्य भगवान ल है गाइज हेर्नु त कति हो के हिमाल सिमाल सबै हेरिन्छ के यहाँ हेर्नु के हाम्रो साथी अब होइन पोज दिन लाग्यो ल गाइज है यहाँबाट हेर्नु त कति हिमाल हो होइन यहाँबाट टल्किन्छ यहाँ हेर्नु त यो हाम्रो साथी अब छन् यहाँ एकबाल दाइ विराज अमित हेर न कसरी गरिरहेछ के फोटो खिचाउनु लागि यो हाम्रो दीपक सर पोज दिइहाल्नु त एउटा ओ यस्तो गर्नुपर्छ के अब हेर्नु त कस्तो बवाल होइन भ्यू आउँछन् के यहाँबाट होइन गाइज टल्किन्छ के धौलागिरी हिमाल होइन यहाँबाट हेर्नु त हिमाल हेरिन्छ हेर्नु त कस्तो बवाल भ्यू छ के हेर्नु त यहाँबाट होइन
यो होइन बागलुङ बजार यहाँ हेर त ओ यता हेर त यो होइन बागलुङ बजार हो के यो तल 2500 मिटर हुन्छ है यो पहाड होइन अनि यो भ्यू टावर भकुण्डे भ्यू टावर होइन बनाएको